राम्रो है यसरी गुन्द्रुक बनाउने तरिका हेरे साथी यसरी कुटेर लाग्छ बडा केटाहरूलाई के कुट्यो होइन उमातेर यहाँको त्यसरी कुटेपछि अब 200 रुपियाँ गोटामा कुखुरा चल्ला सबै बिक्रीमा रहेछ नि त नि यहाँ को दलाल त्यो दलाल त्यो के अरे कुखुराको त्यो चल्ला निकाल्न मेरो पनि म बोल्नेहरू नि को त्यो मान्छे यार दलालै दलाल छन् क्या ल गए अब गुन्द्रुक अब गुन्द्रुक रेडी होला घरमा बोजूहरूले क्या यसरी कुट्ने अब हो त्यो भिडियो ठिक छ नि हो त्यस्तै भिडियो हाल्नु रे बोजूहरूको याद आयो यार यसरी कुटेर होइन के भिडियो चाहिँ हाल्नुपर्छ क्या अब कुखुराको चल्ला 200 मा यो फल्ना किन्न पाउँछ ल है राम्रो ओ त्यस्तो भिडियो हो कि मोनिटाइजर बनाउनु भयो नि त अब लाइक सेयर गर्नु है साथी 10,000 के बनाउनु पर्छ लाइक सेयर यदि तिमीले भ्युवर्स चाहिएको भने त म आइडिया दिइहाल्छु नि तुरुन्तै फोरीमा कुटुङ टुक्कुने खालको यसरी अब यसरी यहाँ हाल्यो अब अर्को प्रोसेस यसरी जाने डब्बामा यसरी हाल्नु पऱ्यो अनलाइनबाट हामी यसरी डब्बामा हाल्ने सिक्दैछ यो पहिला चाहिँ त्यही कस्तो हुन्छ यहाँ यसरी हाल्ने साथी हो पहिलोचोटि अब आमा साग सकेको त्यो पल्लाको यहाँ कुन दिएको यसरी हालेर होइन होला यसरी खानुपर्छ धेरै पल्टायो नि हालेर अब 11 दिनपछि एक डब्बाको 4,000 है यो डब्बाको 4,000 नेपाली त्यो पर्छ अब कोहीले किन्ने छ भने ल सम्पर्क नम्बर वाट्सएप नम्बर छ ल यसरी खाने यसरी खाने छ यो पहिलोचोटि हो फेरि आयोको नामै राजाको नाम गर्न लाग्छ पहिलोचोटि माओवादी भनेको चेन्ज भएको क्या नम्बर हाइवे मर्का बनाउँदा के हुन्छ होला भन्छ त नि एउटाले यसरी खाने मनको कुरा त्यसको कुन सेन्सेसन तर अहिले त्यसले नै जुन त्यसले कुरो राखेको थियो त्यसले कुरा राखेको नै चल्न लागेको छ त त्यो होइन अरू कुराहरू शिक्षातिर नि त्यो लागु हुन लागिरहेको छ अनि जुन श्रमदानको उसको पनि लागिरहेको भरिन्छ क्या हो अलिक भरिन्न के केटा हो 4,000 भने 4,000 भने त घाटा पर्छ क्या यार खाँदै 4,000 भने त घाटा पर्ने नि यार अझै हाल्नु पर्ने भयो नि त यता नहुने भएन हाल्नु त यहाँ साग हाल्नु भएन यार पुगेन यार ल अलिकति ल्याउनु यहाँ हाल पुग्ला लागेन यार यो त बुझ्दैन अझ पुगेन साथी यसरी गर्नु पऱ्यो अब फेरि पहिलोचोटि बनाएको कहाँ हुन्छ नि यति यार मतलब घरको ल लाइक सेयर है लाइक सेयर 10K पुऱ्याउनु पर्छ है साथी अब फटाफट सेयर कन्फ्युज नगरेर
यस्तो फ्रीमा कहाँ पाइन्छ गुन्द्रुक बनाउन सिक्ने आइडिया? एउटा पनि छैन मैले बोलेको भाषा बोलिरहेको छु सुन्नु बालेन्द्रको ग्रुपले अहिले लुट्नलाई पैसा लुट्नको लागि यो नभएको सम्बन्धहरू देखाएको रहेछ मलाई त्यस्तो लाग्यो कि त्यसको स्रोत के हो भन्ने खोजिरहेको छ त नि त्यो स्रोत देखाउनु पर्यो अब त्यति छ भनिसकेपछि त्यसको स्रोत के हो भन्ने कुराहरू खोजिरहेको छ यदि छ भने हुनु राम्रो कुरा हो तर स्रोत पनि देखाउनु पर्यो पहिलोचोटि गुन्द्रुक कस्तो हुने चाहिँ कस्तो हुने अझै यत्रै भए हुने चाहिँ ठुलो चाहिने कत्र यो त्यत्रो यो सबैको लागि खै उसले अझै एक दिन चाहिँ गर्नुपर्छ कि यसलाई तिमीलाई काममा गर्दैन यहाँ सुरु भइसक्यो तुरुम भइसक्यो नदेउडा अझै थोरै अझै जान्छ निकै जान्छ त्यहाँ खाँदा मजाले यो एउटा हो त्यो डन्ठीले खच्चाक गर्ने खाँदा त पुगेन नि धेर माल खेर ल है हाम्रो सोल्टिने पनि लाइभ हेरेर चाहिँ ल हेर्नु त यसरी त यी अर्को आइदिया त सही ल हेर्नु कसो लाग्यो ल हेर्नु त होइन यस्तो जाँदैन यसरी हेर्नु नसुकाउने नि फेरि नसुकाउने त्यति खाने रे कहाँ सुकाउनु पर्छ भने नसुकाइ हुन्छ त नि नसुकाउने रे यहाँ त्यो आफ्नो आइडी ठाउँको त्यो के अचार जस्तो खानु अरे हो त्यस्तै होला कहाँ कुहिएको अनि कहाँ हुन्छ त्यस्तो नै नसुकाएर नि गुन्द्रुक नसुकाइ हुन्छ होइन त्यो दिलबहादुरको कुरा हो त्यो सोध्नुपर्छ त्यो गुन्द्रुक सुकाउनु पर्छ नि नसुकी गुन्द्रुक हुन्छ केटाहरू पनि यार आफ्नो ठाउँको के यो स्टाइल हुन्छ नि आखिर गुन्द्रुकै बनाउने हो बनाउने चाहिँ कसरी कोही कस्तो स्टाइल होला होइन गुन्द्रुक सुकाउनु पर्छ गुन्द्रुक सुकाएर होइन त्यतिकै त कुहिएको के खायो त्यो त होइन नि धुनुपर्छ धोएर पकाउटा हुने सुकाउनुपर्छ सुकाएर धुनुपर्छ पकाउटा हो त्यही भएर मैले त्यो छोरा बनाऊ भनेको त्यसलाई वास्तै सबै त्यही बनाएर फेरि माल बिग्रियो भने खेर जान्छ भन्नु त्यस्तो नसुकै खाना हो भने त त्यो अफ्रिकातिर छ नि त्यस्तो बनाएको नि होइन त्यो भने यहाँ दिलबहादुर कुरा हो यो सुकाउनुपर्छ क्या गुन्द्रुक पछि लास थाहा पहिला बनाउनु पऱ्यो बनाउनु त रे यो हो भन्ने चाहिँ होइन त्यो ठिकै हो हामीतिरको है ठिकै हो ममा नै तर सुकाउनुपर्छ क्या आफ्नो ठाउँको आफू तरिका हुन्छ र ल है गुन्द्रुक रेडी होला से ल सोल्दिनी ल हाम्रो राम सरले गुन्द्रुक बनाउँदैछ तपाईँको अलिअलि लाइक सेयर गर्नु है सेयर गर्नु लाइक गर्नु तपाईँ धरान पुग्ने गाडी चढेर पुगोस् कि साइकल चढेर पुगोस् कि हिँडेर पुगोस् धरान पुग्ने धरान पुग्नु पऱ्यो पुग्नु पऱ्यो बस गुन्द्रुक यस्तै भएको छ यहाँ त्यही हो गुन्द्रुक बन्न पऱ्यो त्यसरी नि तपाईँले त्यहाँबाट हेर्नु कि यहाँबाट इराकबाट हेर्नु एउटै हो पुग्नु पऱ्यो कि तर माल नपुग्योस् गन्तव्यमा पुग्नु पऱ्यो नि त जेसुकैमा चढे जसरी गरे भन्ने पुग्नु पऱ्यो तर गन्तव्य भनेको गुन्द्रुक भनेको सुक्नु पऱ्यो नसुकी गुन्द्रुक हुँदैन ओहो यस्तै खार्नु रे साथीहरू त्यो डन्ठी खाँदा अझै ल गयो डन्डी खानु पर्ने पुग्दैन हौ ल अहिले वाट फुट्न हौ पुग्दैन हौ
आज हाल भाँडा हो हे लास है यहाँ लाइभ सेयर गर्नु लाइभ सेयर गर्नु लाइभ सेयर 10K पुऱ्याउनु चाहिँ 10K ए सानो केटाले स्क्याम भनिदियो सानो केटाले स्क्याम भनिदियो नि त मलाई म त हान्दा हान्दा छ्याप्पै छोड्यो नि त भन्नु हे त्यो त स्क्याम हो डाउनलोडलाई पैसा तान्दै केटा भनेर ल त्यो त स्क्याम हो कहाँ हुन्छ भने मैले उहिले भयो हुँदैन यो यसो माइन्ड दिमाग लगाउँ न यो कहाँ त्यति सजिलो पैसा आउँछ अनि भयो त त्यत्रो एडभर्टाइज हुन्छ कहिले काहीँ खेल्दा खेल्दै पनि गेम जित्न सकिन्छ हो गुन्द्रुक बनाउने त्यसलाई निचर्नु पर्छ भन्थ्यो निचेर निचोडे नहुने झन् अमिलो हुन्छ हाम्रो बसन्ती कार्की यो गुन्द्रुक बनाइ एकदम ठिक छ कि कस्तो छ यसो कमेन्ट गर्नु है यहाँ विवाद भएको छ क्या दुई थरीको आइडिया निस्क्यो यहाँ एउटाले यो भएन एउटा अर्को भएन पास भइसक्यो नि गुन्द्रुक बनाएर खाइसक्यो होइन अलिक अमिलो भएन त्यही हो हुँदैन त्यस्तै रे मुला अमिलो हुन्छ नि रायोको साग त्यस्तै हो धेरै अमिलो हुन्छ र क्या पक्क टक्क खाने भन्दा मुलाको बनाऊ भन्छ त मलाई अलिक दिन राख्नुपर्ने हो भाँडामा होइन होइन उयसमा माथि चाहिँ यस्तो डब्बाहरू होइन कहाँ माथि बेसीमा है धेरै होइन भने किचन छ होला नि त त्यो एउटा मसला एउटा भाँडा खाना निकाले अस्ति हामीले त्यो राख्नुपर्छ भन्थ्यो अब यस्तो दिगको भएकोमा राखेको भए राम्रो हुन्थ्यो होइन खाजा राखेको छ क्या त्यहाँ पुग्छ यतिलाई ए यति नै नकुट्ने थियो र तिमीले के भएको त्यस्तै हो त्यो तिमीले कुट्ने भने त्यो यो कुर्दाले यतिकै अब यो भयो त है ल 10 दिनको लागि गुन्द्रुक वेटिङ गर्नुपर्ने भयो 10 दिन पछि थाहा हुन्छ है गुन्द्रुक कस्तो हुन्छ आइजान्छ क्या हो त्यहाँ हुन्छ ती सर्ट ठुल्ठुलो गऱ्यो भने अहिले पानी मात्र हाल्दै थियो मैले माछा खाने यो चाहिँ माछा हो के भने आज हाल्नुपर्छ क्या हो यार यहाँ भयो अहिले प्लाट फुट्यो भने प्लास्टिकको भाँडा ल कभर नि भयो साथी हो अब त्यो पाल पार्ने पारेर राख्छ नि कल खा पर्ने झोल जानुपर्छ होइन तल यहाँ बिर्को हाल्छ होला ल यस्तै राख्ने क्या ल है गुन्द्रुक बनाउने तरिका राख्ने तरिका भयो कि भएन साथी ल कमेन्ट गर्नु है अब 10 दिन 11 दिनपछि बल्ल थाहा हुन्छ यहाँ के हुन्छ